नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्। बिहिबार मोरङ क्षेत्र नम्बर 6 को सुन्दर हरैचामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले पार्टीलाई एकताबद्ध राख्न शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे। प्रतिनिधि सभा निर्वाचनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै कोइरालाले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रश्नाउँदै उनले आफू सहभागी भएको भए पार्टी विभाजन हुन सक्ने अवस्था आउन सक्थ्यो भने पार्टी नफुटोस् भन्ने उद्देश्यले बीचको बाटो लिएको उनको भनाइ छ। विशेष महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको बताउँदै उनले अब त्यस विषयमा विवाद नगरी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। सांसदका रूपमा काम गर्दा नीति निर्माण, भ्रष्टाचार विरुद्ध आवाज उठाउने र सुशासनका पक्षमा निरन्तर लागिरहेको पनि उनले स्मरण गरे। पार्टी फुटाउने भन्दा एकतामा राखेर निर्वाचनमा अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको भन्दै कोइरालाले सबै कार्यकर्तालाई एक ढिक्का भएर कांग्रेसलाई जिताउन भूमिका खेल्न आग्रह गरे।